सक्दिनँ। किन किन आफ्नो ज्यानसँग आफैले खेलवाड गर्नु? थाहा त मलाई होइन, थाहा त मलाई त्यो अगाडिको गाडीसँग गएर ठोक्यो भने मलाई केही नभए नि मेरो स्कुटीलाई खर्च हुन्छ, धेरै नै स्कुटी भङ्गार हुन्छ होइन। थाहा त मलाई यो अगाडिको सुमोसँग गएर ठोक्यो भने होइन, त्यसको कुनै पनि पार्टले मेरो ज्यानमा छुयो भने हेर्नु त्यहाँ एक्सिडेन्ट हुन थाल्यो, त्यसको कुनै पनि पार्टले मेरो अङ्गमा छुयो भने मेरो अङ्ग त जान्छ त। अनि थाहा त मलाई, अब त्यो थाहा हुँदा पनि म अब किन उयो गर्नु क्या? म बिस्तारो चलाउँछु, म 20को स्पिडमा चलाउँछु, म 30को स्पिडमा चलाउँछु होइन। तर आफ्नो ज्यानसँग चाहिँ कहिले पनि खेलबाट चाहिँ गर्दिनँ क्या यस्तो चिजहरूमा चाहिँ। त्यो चाहिँ अब आफैले, अब तपाईँहरूलाई कतिको बाँच्नु मन छ होइन, अब बाँच्नु मन छैन, खतरोको खेलाडी हो भने त अब जे गर्दा नि भयो त्यो मतलब हुन्न। मलाई चाहिँ अलिकति मेरो ज्यानको अति नै माया लाग्छ, त्यही भएर चाहिँ म चाहिँ ज्यान बचाएर हिँड्छु है। भाग्नुपर्ने ठाउँमा भाग्छु पनि होइन, ज्यान बचाएर हिँड्छु म। भाइरल पुलमा चाहिँ अलिअलि मान्छेहरू छ, तर यो पुलमा मान्छे चाहिँ कहिले पनि टुटेन क्या, किनकि झुलुङ्गे पुल हो भन्दैमा यसलाई अब के गर्नु, मान्छेले खासमा यो पारीको मान्छेलाई राम्रो होस् भनेर बनाएको यो पुल। हेर्नु न यस्तो नजिकबाट आइदिन्छ, त्यो पारीको मान्छेलाई सजिलो होस् भनेर बनाएको यो पुल होइन। मान्छेहरूले भाइरल बनाएर त्यो पारीको मान्छेहरूलाई झन् गाह्रो बनाइदियो कि। बरु पुलै नहुँदाखेरि सजिलो थियो होइन, मान्छे पनि धेरै हुन्थ्यो। त्यो पुलमा त उयोहरू काट्दा अब वाइल्ड उयो हुन्छ। यो गाइस तपाईँहरूलाई थाहा छैन, एउटा कुरा के तपाईँहरूलाई थाहा छैन होइन, जिन्दगीमा होइन, जिन्दगीमा पैसा चाहिँ कमाउनु पर्दो रहेछ है। पैसा कमाएन भने त्यस्तो डेन्जर दुःख हुन्छ होइन, त्यो वाइल्ड दुःख हुन्छ क्या, यस्तो डेन्जर दुःख हुन्छ होइन। त्यो अब के भन्ने, आफैले नि अब कस्तो भइदिन्छ क्या। अब ल पैसा कमाएन घरमा होइन, झन् अझै एक्लो छोरो भने त अझै एक्लो छोरो, मिडल क्लास फ्यामिली होइन, अलिअलि पैसा कहिलेकाहीँ हुने नत्र नहुने, त्यस्तो परिवारमा झन् हुर्केको केटाकेटीहरू जस्तै लाइक म जस्तो होइन। मै भनौँ न, मेरै इक्जाम्पल दिउँ होइन, तपाईँहरूलाई नतोकौँ। अब पैसा कमाएन होइन, खासै छैन नि त कमाएको, यहाँनिर सेलहरू लागिरहेछ। अब पैसा कमाएन, घरमा आयो सुत्यो होइन, बस्यो खायो हिँड्यो। अब यसो अब हाम्रो बाबाआमालाई चाहिँ लाग्छ, अब भन्न त भन्दैनन् होइन, अब तर पनि हेर्नु ल कामसाम छैन, उमेर यत्रो भइसक्यो, खाएर हल्लिएर हिँड्छ, अहिलेसम्म बाउआमाकै पैसा बाँचिरह यस्तो टाइपको होइन। अब त भयो त पैसा कमाउने उमेर, गरौँ न हामी पनि मेहनत होइन, गरौँ न। कसरी हुन्छ, भाडा माझेर हुन्छ कि होइन, कसैसँग सहयोग लिएर हुन्छ कि, हामी पनि गरौँ न मेहनत भन्ने सोच त हाम्रोमा नि हुन्छ कि। तर बाटो पाउँदैन होइन, अब बाटो खोलिँदैन। ओहो आन्टीलाई त गाह्रो पो होइन, बाटो खोले छैन, भने ठाउँमा जान पाएन, भने काम गर्न पाएन होइन। भाडै माझ्ने काम पाएन हान्दिन्थे होइन, आमा बाउ खुसी हुन्छ भने भाडै माझ्ने काम भयो भने हान्दिन्थे, तर छैन नि त, देखाएन कसरी भाडै माझ्ने काम पनि देखाएन। अब त्यस्तो अवस्थामा के गर्नु त, अब त्यही हो गर्ने होइन। त्यही भएर चाहिँ अलिकति कसैको लाइफसँग चाहिँ यो कुराहरू मिल्न जान्छ होइन। त्यस्तो तिमीलाई मात्र होइन, सबैलाई लाइसेन्स चेक, चिट हान्यो, मामाले चिट हाने है, मामाले एकदम मजाले चिट हाने ल। मोडिफाई गरेर चढ्ने होला त चिट हान्नै पर्छ। एक दिन मामाले मेरो पनि चिट हान्छ है, किनकि एक दिन मैले पनि एज लिनेवाला छु अनि मोडिफाई गरेर चलाउनेवाला छु वाइल्ड साउन्ड लिएर। अनि मेरो त्यति बेला चिट काट्नु होला होइन एकदम।